ओम नमः शिवाय। अष्टमी गुरुहन्त्री च शिष्यहन्ता चतुर्दशी अमावस्या दौहन्त्री च प्रतिपदा पाठनाशिनी। हामीहरूले हिन्दू धर्म सनातन धर्ममा भएका संस्कृत वेद भागवत पुराण सूक्त छन्द निरुक्त इत्यादि जे कुरा पनि गुरुमुखबाट भएर पढे पनि या आफै स्वतः पढे पनि कुन दिन पढ्ने र कुन दिन पढ्नु हुँदैन। पढेको कुरो एकखेप पढेको कुरो त्यो दिन पढ्नुहुन्छ, तर एकखेप पनि नपढेको कुरो चाहिँ त्यो दिन पढ्नु हुँदैन, अर्को दिन पढेर अनि फेरि त्यो दिन पढ्दा हुन्छ। त्यो एउटा श्लोक छ, त्यो श्लोक अनुसारले हामीहरूले गर्नुपर्ने हुन्छ। जस्तै स्कुलमा पनि हामीहरूले शनिबार स्कुल छुट्टी गरेको छ, अरू दिन चाहिँ पढ्ने चलन छ। तर यहाँ धर्मशास्त्रमा चाहिँ यो एकदम श्लोकसहित त्यो हुँदैन नि भनेको छ। त्यो दिन पढ्दा के हुन्छ भन्ने श्लोकमै छ। अष्टमी गुरुहन्ता च, अष्टमीको मा चाहिँ पढ्यो भने गुरुकै हानि हुन्छ। त्यही भएर अष्टमीमा पढ्नु पनि पढाउनु पनि हुँदैन। अष्टमी गुरुहन्ता च शिष्यहन्ता चतुर्दशी, अनि चतुर्दशीको दिन चाहिँ पढ्यो या पढायो भने चाहिँ शिष्यको हानि हुन्छ, पढाउने मान्छेको होइन, पढ्ने मान्छेको। शिष्यहन्ता चतुर्दशी अमावस्या दौहन्त्री च, अमावस्याको दिन चाहिँ दुवैजनाको हानि हुन्छ। प्रतिपदा पाठनाशिनी, प्रतिपदामा चाहिँ पढ्दाखेरि पाठको नाश हुन्छ। प्रतिपदामा पढेको कुनै फल हुँदैन। त्यही भएर हामीहरूले पढ्दाखेरि पहिलो एकखेप गुरुमुख पढ्दाखेरि चाहिँ यी तिथिहरूमा पढ्नु हुँदैन। अन्य अरूखेर पढ्दा पूजाआजा अन्य पढ्दा हुन्छ, तर गुरुमुख भएको बेला वेद पुराण ऋतु भागवत इत्यादि केही पनि धार्मिक शास्त्र पढ्दाखेरि पहिलोचोटि गुरुमुख भएर होस् या आफै पढ्न सुरु गर्दा होस्, त्यो दिन अष्टमी गुरुहन्ता च शिष्यहन्ता चतुर्दशी अमावस्या दौहन्त्री च प्रतिपदान पाठनाशिनी, यिनीहरू दिन पढ्नु हुँदैन। र अमावस्या प्लस पूर्णिमाको दिन पनि अगाडि पाठ पढाउनु हुँदैन, अगाडि पढ्नु हुँदैन। जुन पढेका कुराहरू सबै पढ्नुहुन्छ, अगाडि पढ्नु चाहिँ हुँदैन। ओम नमः शिवाय।